साथीहरू, म चाहिँ आज एउटा यहाँलाई मेरो अनुभव देखाउन गइरहेको छु। म खास गरी गाउँको मान्छे हो र तराई पहाडतिर मेरो अलिअलि खेतीपाती छ। मैले गाउँबाट धान लिएर आउँछु, तोरी लिएर आउँछु। तोरी पेल्दा त केही फरक परेन। धान कुट्दाखेरि सिलोसा लाग्ने, घुन लाग्ने समस्याले साह्रै दुःख दिएको थियो। अनि मैले प्र्याक्टिस गर्दै गएँ, लोकल प्र्याक्टिस गर्दै गएँ। खुर्सानी, तेजपात, ल्वाङ लगाएर चामल जहाँ चामल स्टोर गरिन्छ त्यसमा चामल भरेर माथि तेजपात, खुर्सानी, ल्वाङ राखेर त्यसमा पेपरले छोपेर अनि बिर्को लगाएपछि यसपालिको बर्खामा गरम महिनामा मेरो चामलमा, मैले स्टोर गरेको चामलमा घुन पनि लागेन, सिलसा पनि लागेन। यहाँहरू पनि यसै गरी हामी अब पहाड तराईसँग जोडेका मान्छेहरू धेरै छौँ काठमाडौँमा। गाउँकै खाउँ भन्ने लागेर, अलिकति दुःख गरौँ भन्ने लागेर चाहिँ त्यस्तो सवालमा रमाउने कोही साथीहरू, मेरो साथीहरू हुनुहुन्छ भने यहाँहरूलाई मैले जस्तै समस्या मा पिल्सिरहनु भएको छ भने यसपालि मैले जुन प्र्याक्टिस गरेँ, तेजपात, ल्वाङ, खुर्सानी यसरी स्टोर गर्ने चामलको भाँडो भर्ने, माथि राख्ने, त्यसपछि पेपरले छोपिदिने र बिर्को लगाइदिने र आफूले निकाल्ने बेलामा हात पनि युज नगर्ने, कुनै भाँडाबाट चामल निकाल्ने। यसो गर्दाखेरि यसपालिको हिउँदमा वा यसपालिको गरम महिनामा, बर्खामा मेरो स्टोर गरेको चामलमा घुन पनि लागेन, सिलसा पनि लागेन। यहाँहरूले पनि यस्तो चाहिँ मैले जस्तै समस्यामा चाहिँ अल्झिनु भएको छ अथवा भोग्नु भएको छ भने यहाँले यो प्र्याक्टिस गर्नुहोस् र यहाँलाई सायद मेरो जस्तै अनुभूति हुनेछ। हस् त, थ्याङ्क यू।